खोटाङका एकदमै सृजनशील व्यक्तित्व गीतकार वरिष्ठ गीतकार कवि टिका चामलिङको बारेमा म केही कुराहरू राख्न गइरहेको छु। टिकाजी उहाँलाई एकदमै नराम्रो रोग लागेको छ, हामी सबैलाई जानकारी नै छ। उहाँ चाहिँ उपचारको क्रममा हुनुहुन्छ। उहाँसँग कुराकानी हामीले गऱ्यौँ। कुराकानी गर्दाखेरि मेरो भौतिक उपस्थिति त्यहाँ हुँदैन, तर तपाईँहरूले कार्यक्रम गरिदिनुहोस्, म मेरो बहिनीलाई प्रत्येक रूपमा पठाउँछु भन्नुभयो र आज उहाँको बहिनी रञ्जना राई श्रेष्ठ हाम्रो कार्यक्रममा आउनुभएको छ। बहिनीले नै उहाँको प्रतिनिधित्व गर्दै हुनुहुन्छ। टिका चामलिङ विक्रम सम्वत 2030 माघ 4 गते नुनथलामा जन्मिनु भएको, साबीको नुनथला वडा नम्बर 5 मा जन्मिनु भएको। अहिले त्यो दिक्तेलडुबाको मजुवागढी नगरपालिका वडा नम्बर 13 मा पर्छ। नुनथलाको खाम्लामा उहाँको जन्म भएको र उहाँका माता पिता दुवैजना पितृ भइसक्नु भएको छ। उहाँको माताको नाम दिलकुमारी चामलिङ राई हो भने उहाँका आप्पाको नाम चाहिँ रोजबहादुर चामलिङ राई हो र सर्जक टिका चामलिङ हाल ठिमी भक्तपुरमा बस्दै आउनु भएको छ। उहाँले साहित्यिक लेखनको सुरुवात विक्रम सम्वत 2043-44 सालदेखि कविता मार्फत गर्नुभएको हो र उहाँ पनि नुनथलादेखि भुइपा चम्पावती मावि भुइपामा स्कुल धाएर उहाँले पढ्नुभएको। उहाँको जीवन पनि सङ्घर्षशील जीवन छ र उहाँले नेपाली साहित्यमा स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएको छ र उहाँका लेखन विधाहरूमा विशेष गरी कविता, गीत र यात्रा संस्मरण पर्दछन् र पेसाको हिसाबले व्यवसायको हिसाबले उहाँ पूर्णकालीन लेखक हो र सर्जक टिका चामलिङ विभिन्न सङ्घ संस्थाहरूमा आबद्ध हुनुहुन्छ। उहाँ आदिम आवाज अनलाइन टेलिभिजनको संस्थापक तथा कार्यकारी निर्देशक हो। त्यसै गरी उहाँ नेपाली वाङ्मय परिषदको सचिव हो। त्यसै गरी रावसा प्राज्ञिक समाज नेपालको उहाँ संस्थापक सदस्य हो भने निवर्तमान अध्यक्ष हो। उहाँ हाम्रो बमबानियाज्यूभन्दा अघिल्लो कार्यकालमा उहाँ अध्यक्ष हुनुहुन्थ्यो। त्यसै गरी उहाँ किराँत राई आयोगको आजीवन सदस्य हुनुहुन्छ। किराँत राई चामलिङ राखमी हछा उत्थान समाज नुनथला खोटाङको उहाँ संस्थापक उपाध्यक्ष हो। त्यसै गरी राष्ट्रिय जनसांस्कृतिक महासङ्घको केन्द्रीय सदस्य हो। त्यसै गरी नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान प्रज्ञासभा सदस्य निवर्तमान प्रज्ञासभा सदस्य हुनुहुन्छ उहाँ। यसरी उहाँका विभिन्न सङ्घ संस्थाहरूमा आबद्धता रहेको देखिन्छ र उहाँले विभिन्न पुरस्कार तथा सम्मानहरू प्राप्त गर्नुभएको हुन्छ। व्यक्तिगत रूपमा पनि उहाँ एकदमै सरिदय साथी हुनुहुन्छ, सरिदय मित्र हुनुहुन्छ, सबैको दुःख सुख बुझ्ने खालको मित्र हुनुहुन्छ। उहाँलाई नराम्रो रोग लागेको छ, उहाँलाई त्यो रोगलाई उहाँले जित्न सक्नुहोस्, उहाँको सुस्वास्थ्यको हामी कामना गर्दछौँ, उहाँको दीर्घ जीवनको कामना गर्दछौँ र उहाँले प्राप्त गर्नुभएका केही पुरस्कार तथा सम्मानहरूको बारेमा म छोटो परिचय दिन चाहन्छु। उहाँले राष्ट्रव्यापी बाल गीत सङ्गीत सम्मेलनमा रचनातर्फ सर्वोत्कृष्ट गीतकारको रूपमा 2075 सालमा रेडियो नेपालबाट पुरस्कार प्राप्त गर्नुभएको छ। त्यसै गरी नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले प्रदान गर्ने पुरस्कार पनि उहाँले विक्रम सम्वत 2073 सालमा प्राप्त गर्नुभएको छ। त्यसै गरी खोटाङ प्रतिभा पुरस्कार 2072 खोटाङ सेवा समाज बेलायतबाट पनि उहाँले त्यो पुरस्कार प्राप्त गर्नुभएको छ। त्यसै गरी राष्ट्रव्यापी आधुनिक गीत सङ्गीत सम्मेलनमा रचनातर्फ विक्रम सम्वत 2061 मा रेडियो नेपालबाट उहाँ सर्वोत्कृष्ट गीतकार हुनुभएको थियो, त्यो पुरस्कार प्राप्त गर्नुभएको छ। त्यसै गरी उहाँले विक्रम सम्वत 2072 सालमा छत्र विष्णु कृति सम्मान प्राप्त गर्नुभएको छ र यो चाहिँ उहाँलाई किराँत राई आयोगका केन्द्रीय कार्य समितिले प्रदान गरेको थियो। त्यसै गरी विक्रम सम्वत 2073 मा उहाँले सृजनशील युवा समाज सोलुखुम्बुबाट सृजनशील युवा सम्मान 2073 प्राप्त गर्नुभएको छ। यसै क्रममा विक्रम सम्वत 2062 मा जिमी राई उत्थान समाज केन्द्रीय कार्य समितिले प्रदान गरेको जिमी राई गीति सम्मान पनि उहाँले प्राप्त गर्नुभएको छ। विक्रम सम्वत 2078 मा कोशी प्रदेश सरकार विराटनगरले प्रदान गरेको प्रदेश अन्तर्गतको भाषा साहित्य कला तथा संस्कृति सम्मान पुरस्कार पनि उहाँले प्राप्त गर्नुभएको छ। यो पुरस्कार उहाँले प्राप्त गर्नुभएको छ। त्यसै गरी विक्रम सम्वत 2081 मा हर्कजङ छली शोभा किराँत कलाकृति पुरस्कार उहाँले प्राप्त गर्नुभएको छ। यसरी नै विक्रम सम्वत 2081 मा खेमराज गुरुङ ट्रस्टद्वारा उहाँलाई सम्मान प्रदान गरिएको छ। यसै गरी उहाँले विक्रम सम्वत 2083 मा यही वर्ष किराँत राई कलाकार सङ्घ जिल्ला कार्य समिति सुनसरीद्वारा आभार पत्र पनि प्राप्त गर्नुभएको छ र यही सूचीमा आजबाट उहाँले दावासावा प्राज्ञिक समाजको तर्फबाट पनि कमला भक्त पुरस्कार उहाँले प्राप्त गर्नुभएको छ र पुरस्कारको सूचीमा एउटा पुरस्कार आज थपिएको छ। त्यसै गरी
उहाँका प्रकाशित केही कृतिहरूको बारेमा म चर्चा गरेर यसलाई छोटो बनाउँदैछु र उहाँका प्रकाशित कृतिहरूमा विक्रम सम्वत 2058 मा सधैँभरि भन्ने गीति अडियो उहाँको सार्वजनिक भएको थियो। त्यसै गरी 2059 सालमा राखौँ सम्झना लोक जुहारी शब्द सङ्कलन प्रकाशित भएको थियो। त्यसै गरी विक्रम सम्वत 2059 मा नै सोमबारे हाटैमा भन्ने लोक जुहारी शब्द सङ्कलन उहाँले गर्नुभएको थियो। अनि त्यसपछि विक्रम सम्वत 2060 बाट उहाँका गीतका पुस्तकहरू प्रकाशित हुन थाले। उहाँले विक्रम सम्वत 2060 मा उहाँको सपनाको रङ भन्ने गीत सङ्ग्रह गीति काव्यकृति प्रकाशित भयो। त्यसै गरी विक्रम सम्वत 2064 सालमा समयको रङ भन्ने अर्को गीत सङ्ग्रह प्रकाशित भयो। विक्रम सम्वत 2068 मा जुनको बस्ती भन्ने अर्को गीत सङ्ग्रह प्रकाशित भयो र विक्रम सम्वत 2071 मा मुन्दुम र मालिङको यो सांस्कृतिक रङ सहितको उहाँको अर्को गीत सङ्ग्रह प्रकाशित भयो। त्यसरी उहाँका सपनाको रङ, समयको रङ, जुनको बस्ती, मुन्दुम र मालिङ्गो भन्ने 4वटा गीत सङ्ग्रहहरू प्रिन्ट मिडियममा छापिएका छन् र उहाँले विक्रम सम्वत 2080 सालमा उहाँको बागी कविता भन्ने एउटा कविता सङ्ग्रह पनि प्रकाशित भएको छ र अत्यन्तै सुन्दर कविताहरूको सङ्ग्रह हो यो। यसमा धेरै राम्रा राम्रा कविताहरू छन्। एउटा जीवन र जगतलाई उहाँले एकदमै नजिकबाट हेर्नुहुन्छ। एउटा आशावादी स्वर उहाँका गीत र कविताहरूमा पाइन्छ। यो कुराको प्रशंसा सबैले गर्दै आएका छन् र यसरी उहाँको चाहिँ अहिलेसम्म लगभग 200 जति गीतमा स्वराङ्कित भइसकेको छ, छायाङ्कित भएका छन्। अनि कतिपय कविताहरू टुक्क रूपमा विभिन्न पत्र पत्रिकाहरूमा प्रकाशित भएका छन् र उहाँले 1 दर्जनभन्दा बढी आफ्नै रचनाहरूमा सङ्गीत पनि दिनुभएको छ। यसरी टीका चामलिङ खोटाङको माटोले जन्माएको एउटा सृजनशील प्रतिभा हो र उहाँ यो भन्नको लागि हामीले कुनै हिचकिचाट राखिराख्नु पर्दैन र उहाँलाई एकदमै धेरै हार्दिक बधाई तथा धन्यवाद भन्दै उहाँको सुस्वास्थ्य होस्, उहाँलाई पूर्ण स्वास्थ्य लाभ होस् भन्ने कामना गर्दै उहाँको सृजनशीलताले अझै शिखर छुँदै जाओस्। उहाँ एकदमै बिरामी भएको अवस्थामा पनि अहिले पनि उहाँ रचना गरिरहनु भएको छ, सृजनशीलताको क्षेत्रमा काम गरिरहनु भएको छ। आदरणीय गीतकार कवि टीका चामलिङजीलाई सुस्वास्थ्यको कामना गर्दै उहाँको सृजनशील जीवनको कामना गर्दै भन्न चाहन्छु र यति भन्दै मेरा भनाइहरू म यही अन्त गर्ने क्रममा मैले हजुरहरूको बारेमा जे कुराहरू गरेँ, मलाई प्राप्त जानकारी अनुसार गरेँ। यसमा केही कमी खुम्चेहरू भयो होला। हजुरहरूले गर्नुभएका योगदानहरू धेरै छन्, तर ती योगदानहरूलाई संक्षेपीकरण गर्दाखेरि सबै कुराहरू अटाउँदैन। हामीसँग समयको पाबन्दी पनि छ र सम्पूर्ण पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरूमा उहाँहरूले अझै पनि समाजको लागि राम्रा कामहरू, सृजनशील र समाजसेवी कामहरू गर्दै जानुहोस्, हजुरहरूको जीवन सुखमय बनोस् भन्ने कामना गर्दै यहाँ सबैलाई हार्दिक धन्यवाद भन्न चाहन्छु। टीका चामलिङज्यू वरिष्ठ कवि गीतकार डिजिटल रूपमा अगाडि 9/13 खोटाङमा जन्मिएर हाल काठमाडौँमा बसोबास गर्दै आउनुभएका तपाईँ नेपाली साहित्य तथा सङ्गीत जगतका भगवान हुनुहुन्छ। खास गरी कविता तथा गीत लेखनको माध्यमद्वारा भाषा, साहित्य, कला एवं संस्कृतिका क्षेत्रमा पुर्याउँदै आउनुभएको योगदानको स्वरूप तपाईँलाई 25,000 रुपियाँ चाहिँ बाबासाहेब कमला भक्त साहित्य पुरस्कार प्रदान गरिएको छ। यहाँलाई सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको कामना र रञ्जना राई श्रेष्ठज्यू बहिनीलाई उहाँको विकासको प्रतिनिधिको रूपमा आउनुभएको छ बहिनी, उहाँलाई पुरस्कार ग्रहण गरिदिनुको लागि हामी निवेदन गर्छौँ र हाम्रो संस्थाको तर्फबाट हामी सबैको तर्फबाट पुरस्कृत भएलाई एकदमै बधाई र सम्मान अर्पण गर्न चाहन्छौँ। टीका सरलाई स्वास्थ्य लाभको कामना पनि गर्न चाहन्छौँ। उहाँ अस्वस्थ हुनुहुन्छ, उहाँको पूर्ण स्वास्थ्य लाभको कामना हामी गर्न चाहन्छौँ र हार्दिक आभार सबैप्रति आभार व्यक्त गर्न चाहन्छौँ र प्रमुखज्यूप्रति आभारी छौँ। हामी आभार व्यक्त गर्न चाहन्छौँ र प्रतिनिधिहरूलाई पनि आभार व्यक्त गर्न चाहन्छौँ र पुरस्कार पाउनुहुने संस्थाहरूलाई बधाई सम्मान गर्न चाहन्छौँ। मान्छेसित